So hey guys, I'm Poonam and welcome back to my channel. And हजुरहरुलाई थाहा भइसक्यो होला हाम्रो स्पेशल भ्लग आइसकेको छ। हाम्रो गुड न्यूज हजुरहरुलाई थाहा भइसक्यो होला। हामीले चाहिँ दाइ र भाउजूको लागि स्पेशल एउटा सानो मम टु बी पार्टी राखेको छौं। सो त्यो चाहिँ आज हुन जाँदै छ र आज हामी के गर्ने छौं त्यो हजुरहरुले देख्नुहुन्छ द्वारा। सो अहिले चाहिँ हामीले चाहिँ यो जुन तपाईले बाहिर यो मेरो पछाडी देख्नु भएको छ यो चाहिँ फर द बेबी एन्ड मदरको लागि हो। काटेको छौं सबैजना ग्रुप मिलेर एन्ड मैले चाहिँ यस्तो डेकोरेसन गरेको चाहिँ सिम्पल यो चाहिँ हाम्रो ग्रुपबाटै डिसिजन भएर हामीले चाहिँ यो डिजाइन डेकोरेसन बनाएको छौं। सो यो यस्तो भएको छ, म तपाईहरुलाई देखाइदिन्छु थोरै पनि। र त्यही हो गाइस, हामीले चाहिँ प्लान अहिले यहाँ यो बौद्ध एरियामा गर्ने प्लान छ। सो डेमा चाहिँ नमिलेको कारणले इभिनिङ नाइटमा गर्न आँटेको छौं, नाइट डिनर पनि। सो इभिनिङमै बोलाउने छौं होला सायद दाइ र भाउजूलाई पनि। र हामी सबैजना भेला भएर उहाँहरूलाई कङ्ग्रेचुलेसन गर्नेछौँ। र त्यही हो गाइज, आज के हुनेछ हाम्रो गुड न्यूज हजुरहरूलाई मन पर्नेछ भन्ने आशा गर्दछु र यो भ्लग हेरेर इन्जोय गरिदिनु होला है त। सो गाइज, हामीले चाहिँ यतिको डेकोरेसन गर्न सफल भएको छौं र आई होप यो डेकोरेसन चाहिँ हाम्रो दाइ र भाउजूलाई मन पर्नेछ। हाम्रो यो सानो प्रयास चाहिँ उहाँहरूको लागि स्पेशल होस् भनेर। एन्ड यो ब्ल्याङ्केट चाहिँ हल्का ठुलो भएको कारणले बेबी ब्ल्याङ्केट हो, यो बेबीलाई राख्नको सुताउनको लागि हो यो। सो यो अलिकति ठुलो भएको कारणले चाहिँ बक्समा अटेन, त्यही भएर हामीले चाहिँ बाहिरै प्याक गरिदिएको छौँ। एन्ड भाउजूको लागि स्पेशल स्लिपर, यो चाहिँ अब मदर्सको लागि हुन्छ नि, सुत्केरी हुँदा चाहिँ लगाउनलाई सजिलो हुन्छ भनेर। अनि यहाँ पनि यो पनि भाउजूको लागि हो। यो चाहिँ सानो डल फर बेबीको लागि, अनि बेबीको लुगाहरू हो यो चाहिँ। अनि अरू पनि एड हुँदैछ, दिदीले ल्याउँदै हुनुहुन्छ। अनि अरू के छ म तपाईँहरू सबै देखाउने छु होइन। अहिलेको लागि चाहिँ रेडी भएको सामान चाहिँ यति नै हो। सो अरू सामान आएपछि फेरि म तपाईँहरूलाई देखाउने छु है त। सो गाइस, हामी चाहिँ आइसकेको छौँ एन्ड यहाँ दाइ दिदीहरू पनि आइसक्नु भएको छ। अनि हामी सबैजना भेला भएर डेकोरेसन हेर्नेछौँ कस्तो भएको छ। यो चाहिँ बौद्धको यो कुन ठाउँमा हो अरे हामी आएको? डोल्मालिङ भन्ने ठाउँमा आएको छु। होटेल डोल्मा रहेछ। हामी चाहिँ आइसक्यौँ है त। दिदीहरू कहाँ हुनुहुन्छ हेरौँ है। उता स्विमिङ पुल साइडतिर हो, सोधौँ न यता। सो गाइस, हाम्रो ग्रुप आइसकेको छ र यहाँ चाहिँ यस्तो छ। हाम्रो ग्रुपमा त आइसकेको छ। हेलो आदेन, को हो म आदेन? हेलो। सो गाइस, हाम्रो यहाँ डेकोरेसन चाहिँ यस्तो छ, कस्तो राम्रो भएछ। वेलकम बेबी। सुकुरी भनेको चाहिँ मिनिङ के हो भने गाइस, यो चाहिँ हाम्रो भाउजूको नाम चाहिँ सुमित्रा एन्ड को भनेको चाहिँ सुमित्राको रिन्जी भनेको है। Oh my God! Wow! वाउ, कस्तो क्युट। ल गाइस, हाम्रो चाहिँ डेकोरेसन चाहिँ आजको कुन दिदी? है एउटा गाइस, हाम्रो चाहिँ यहाँनिर डेकोरेसनहरू गर्नु बाँकी थियो। हल्का ड्रेसहरू मिलाएर राख्यौँ। एन्ड भ्यू चाहिँ यस्तो छ, स्विमिङ पुल नै छ। एकदम राम्रो रहेछ ठाउँ चाहिँ। हाम्रो दिदीहरूले हेर्नु भएको ठाउँहरू चाहिँ यहाँ दिदीहरू। के दाइ? हाई आदि, हाई 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 हाई, कति क्युट हो कि तिमी। हजुर दाइले के भन्दै हुनुहुन्छ है? आज के हो भनिदेऊ त, आज के हो भनिदेऊ न। रिन्जी आउको के हो आज? रिन्जी आउ र ह्याप्पी बर्थडे हो। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे हो त। कसको ह्याप्पी बर्थडे भनिदेऊ त। रिन्जी आउलाई ह्याप्पी बर्थडे भन्ने हो। अनि नानी दिदीलाई आन्टीलाई चाहिँ आनीलाई के भन्ने? ह्याप्पी लोसार भन्नु ल। सो गाइज, हाम्रो चाहिँ यहाँ सानो एउटा स्पेसल गिफ्ट दाइ र भाउजूको लागि भनेर म्यासेज सबैले एक एकवटा हामीले चाहिँ भिडियो बनाएको छौँ। आशा छ हजुरलाई मनपर्ने छ र दाइ भाउजूलाई नि मनपर्ने छ। र सानो म्यासेज चाहिँ हाम्रो न्यू बेबीलाई भनेर फर द मेमोरी भइसक्यो। हिजो बच्चा थियो
आज बच्चाको बाउ हुनु गइरहेछ त्यसको लागि हृदयदेखि कोटी कोटी त्यो शब्द मिल्छ कोटी 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 बधाई छ फलो फ्लुस हैन अनि त्यहाँबाट यसो फर्काउनु फेरि क्यामेरा यता कङ्ग्रेचुलेसन्स बोथ अफ यु एउटा आँखा के आँखा के रे आउँदै अनि अर्को के रे भन न के त्यो तिमीलाई भन्नु पर्यो एउटा आँखा के आँखा एउटा खुट्टा के खुट्टा अब 1 बाट 2 फेरि बेबी शावर दिन पाऊँ दुईजनालाई कङ्ग्रेचुलेसन्स रिन्जीको बेबी आउनु भएको ल रिन्जी आउको बेबीलाई के भन्ने आई लभ यु आउनु भएको यता यता हेरेर आई लभ रिन्जी राउको सुकुरी दुईजनालाई धेरै धेरै बधाई छ अनि हेल्दी बेबी को लागि मनभित्रैदेखि एकदम किरातीको आशीर्वाद भन्नुपर्ने हो होइन बेबीको लागि मेसेज हो क्या बुढाबुढीलाई बच्चाको लागि मैले एकछिन पहिला सोच्नु त्यो न लाज लागिरहेछ कि ल क्लिक भयो ओके धेरै 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 बधाई छ सुकुरो परिवारलाई 2 बाट 3 हुन गएकोमा अब लाइफको यस्तो यस्तो टर्निङ पोइन्टमा टर्निङ पोइन्ट त के भनौँ होइन गम्भीर नबनाउ न गम्भीर नबनाउ न एकदम 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 के भन्छ त्यसलाई राम्रो राम्रोलाई के भन्छ बिहानको किर्न आएको जस्तो कट कट ल दिदीको भन्यो भने कङ्ग्रेचुलेसन्स के रे फलो फुलोस के रे बिर्सिहाल्दो रहेछ अच्छा रिमिक्स आइटम है ये क्यामेरा एकदम नर्भस भइहाल्छ गइरहनु भएको छ अनि 3 बाट 4 पनि हुनु होला त्यति हो बाई आज सोनम लोसारको दिनमा हाम्रो सुकुरी जोडीलाई बधाई छ अनि उहाँहरूको आउने सन्तानलाई पनि यो के भने अलिकति काट्दै गर ल पछि एडिट गर है उहाँहरूको आउने सन्तानलाई पनि यो रमाइलो पृथ्वीमा राम्रो जुनी लिएर आउनु भएकोमा This is good. We don't need to edit. Go. Welcome to this beautiful earth. And Arden is here to be the siblings. Ani once again, Sumitralai badai. I'm sure they will be a great parent. रिन्जी बच्चालाई भुक्ने काम चाहिँ अलिक कम गर्नु पर्यो म त लाज लाग्छ हो तर के भन्छ रिन्जी र नानीले भन्नु अगाडि मैले सपना चाहिँ देखेको थिएँ भेरी भेरी बिग म्यासिभ कङ्ग्रेचुलेसन्स टु रिन्जी र नानी मलाई त लाजो लाग्यो है त के भन्यो हामी कङ्ग्रेचुलेसन्स रिन्जी आऊ भन न रिन्जी आऊ एन्ड नानी नानी ब्युटिफुल नानी भन यस्तै माया गर्नेछौँ हामीलाई हामी यस्तै माया गर्नेछौँ रिन्जी र नानीको So we're excited. I think more than you, we're excited to welcome. So Theo, until then, नानीलाई बेसी माया गर है. So guys, अहिले चाहिँ बेलुकाको दिदी हुनुहुँदो रहेछ. So guys, बेलुकाको 7 बजिसकेको छ र हामीले चाहिँ यहाँ सरप्राइज रेडी गरेर राखिसकेका छौँ. हजुरहरूले अघि देखिहाल्नु भयो होला. So हाम्रो रिन्जी दाइ र भाउजू चाहिँ एकछिन बाहिर निस्किनु भएको रहेछ. सो उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ र हामी चाहिँ वेट गरिरहेको छौँ. सो गाइस यो चाहिँ बौद्धको यो के हो डर्लिङ हो कि के भन्ने ठाउँमा आएको छौँ हामी चाहिँ लोकेसन चाहिँ. अनि यहाँ चाहिँ
हाम्रो दाइ दिदीहरू सबैजना यहाँ हुनुहुन्छ सो त्यही हो अहिले चाहिँ हामी चाहिँ अब यहाँ वेट गर्दैछौँ हामी चाहिँ अहिले यहाँ दाइ भाउजूलाई वेट गरिरहेको छौँ 7:30 बज्न आँटिसक्यो 7 बजेर 7:30 भइसकेको छ र दाइ भाउजू स्टिल आइपुग्नु भएको छैन त्यही त यहाँ दाइले सो बहुत आइपुग्नु भयो भन्नुभएको छ सो हामी चाहिँ यहाँ वेट गरिरहेको छौँ सरप्राइज यहाँनिर ऊ आँटिसक्यो बेलुन सेलिसक्यो यहाँ हाम्रो दाइ केक हेर्न जाँदै हुनुहुन्छ है ल त्यति माथि त चढेको त्यहाँ पनि होइन होइन हो बक खुलाएर हो ल हाम्रो स्पेसल गेस्ट आज आइसक्नु भएको छ क्ल्याप है सबैजना सो भाउजू कस्तो लाग्यो तपाईलाई सेटअप सरप्राइज कस्तो लाग्यो बेबीको जेन्डर के हो भनेर गेस गर्दैछौँ र सबैजना यहाँ हेर्दै हुनुहुन्छ है यस्तो ओ माय गॉड तपाईलाई त छैन किन एक्साइटेड त्यही त ड्याड टु बी भनेर है थाहा छ प्लेसेन्टा हान्दै गरेर बन्ने रहेछ नि प्लेसेन्टा भनेको त केटाले गरेर पो बन्ने रहेछ नि यस्तो दिन पनि आयो ल यहाँ अब कसको है अब नेक्स्ट टाइम त बर्थडे हुने बित्तिकै चरीले बोलाइहाल्नु पर्ने आइसकेको छ अनि हामी चाहिँ अब डिनर खान आँटेको अनि त्यसपछि हामी सेलिब्रेसन गर्ने प्लान छ सबैजना खाना खाँदैछौँ सो गाइस अब चाहिँ हामी रेडी भइसक्यौँ बर्थडे भन्न आएछ बेबी सावर सेलिब्रेसन गर्नको लागि र हामी चाहिँ यहाँ गाइस यहाँ चाहिँ हाम्रो फोटोसुट हुँदैछ है त दाइ र भाउजूको दिदीले खिचिदिँदै हुनुहुन्छ
यस्तो फन्डेन्टहरू युज गरेपछि पनि भयो के हो आइसक्रिम हो हामी त यही लिन्छौँ होइन यही लिन्छौँ लगाइदिनु तपाईँ म गरिदिन्छु कङ्ग्रेचुलेसन हजुरलाई कङ्ग्रेचुलेसन दाइलाई ल केक पनि खाइदिनु पर्छ सबैले केक पनि खाइदिनु पर्छ केक ल वङ्दी ल ल धेरै खाँदा ल ल यसले छिट्टै बिहा गर्छ यो चाहिँ केटीलाई रिन्जीलाई चाहिँ एक एकवटा ल यसलाई जाडो पनि भइरहेछ यो रात प्याक गरिदिनु न ल रात वितरण हो यहाँ जाडो महिनामा ओइ काजी जाडो महिनामा रात वितरण गर्नु पर्यो यसलाई गिफ्ट दिन सो गाइस अब हाम्रो यहाँ गिफ्ट वितरण हुँदैछ दाइलाई ताली 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 क्ल्याप 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 ल यो चाहिँ भाउजूको लागि ल ताली यो झर्छ यो सो गाइस यहाँ हाम्रो गिफ्ट वितरणको फोटो सुट हुँदैछ टाउको हालेर अहिलेदेखि यस्तो बेहोरा गर्ने हो सो गाइस अब यहाँदेखि हामी जाँदैछौँ र अब हामी चाहिँ घरतिर निस्क्यौँ वाउ आइडेनको कति धेरै बेलुन्स हजुर वाउ हाम्रो बग्ने दाइले चाहिँ यहाँ बेलुन बोक्नु भएको चाहिँ निकालेर बोकेको क्या हामीले चाहिँ हाम्रो एङ्ग्री बर्डसँग यो भन्दा राम्रो बेलुन छ हो
सो गाइस आजको हाम्रो बेबी शावर सेलिब्रेसन चाहिँ एकदमै रमाइलो भयो र हजुरहरूले भ्लगद्वारा देखिहाल्नुभयो होला र अब चाहिँ हामी घरतिर जाँदैछौँ आई होप तपाईँहरूलाई यो भिडियो इन्जोय हुनेछ एन्ड सो गाइस डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल नेक्स्ट भ्लगसम्मको लागि चाहिँ यो भ्लगहरू इन्जोय गर्नु होला बाई बाई गुड नाइट सो गाइस हामीले चाहिँ बेलुनहरू सरी निकालेर यहाँ दाई र भाउजूलाई पठाउन आँटेको अनि यहाँ दाईले हालिदिँदै हुनुहुन्छ अब भाउजूको बर्थडेमा है भाउजू बर्थडेमा देखाउनु ल है अलिक बडी कम टाइपको है तिमीले हक गरेर सर्ने होइन क्या तिमीले हक गरेर सर्ने होइन नि त उताबाट हकाउनु पर्यो उताबाट हकाउनु पर्यो ओए ए हक गर्दा तेरो बुढीले हक गर्दा तेरो बुढीले हक गरेर के एकछिन यहाँ हामी चाहिँ बेलुन हड्याउनलाई ट्राई गर्दै हुनुहुन्छ दाइहरूले हाम्रो त के सेम हो लामो लामो कपाल बाहिर नभएर भित्र यहाँ खोज्दै हुनुहुन्छ हाम्रो निमा दोजी दाइले वाह दाइले त खतरा तरिकाले वाह ल फाइनली दाइले ट्यालेन्ट देखाउनु भयो ल ल कङ्ग्रेचुलेसन टु मी टुडे इज अ गुड डे टु स्टार्ट है फेरि यहाँ पनि छ आदेन गई अर्को पनि अझ योभन्दा पनि स्मल छ तिम्रो खै कहाँ होइन कहाँ गयो अघि थियो त तैँले बोकेको हो थ्याङ्क यू तिमीलाई दिएको मैले ल बाई 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 ह्याप्पी लोसार भाउजू बाई बाई ओके बाई बाई आदेन ल बाई बाई सबैजनालाई बसौँ सो फेरि पनि दाइ र भाउजूलाई धेरै धेरै बधाई छ र आई होप तपाईँहरू दुवैजनालाई हाम्रो यो छोटो मेसेज चाहिँ एउटा सम्झना हुनेछ र यसरी नै यो सानो फ्यामिलीमा चाहिँ मेम्बरहरू एड हुँदै जानुहोस् भन्ने फेरि कामना गर्दछौँ र यो भ्लग चाहिँ अवश्य पनि एक दिन हाम्रो न्यू बर्न बेबीले पनि हेर्नुहुनेछ भन्ने विश्वासको साथ आज यो सानो भ्लगलाई यहीँ टुङ्गाउन चाहन्छु र सबैजनालाई फेरि एकचोटि जसले पनि हेर्नुभएको छ तपाईँहरूले पनि कङ्ग्रेचुलेसन भन्न सक्नुहुन्छ हाम्रो दाइ भाउजूलाई र यो भ्लग मन परेमा लाइक सेयर सब्सक्राइब अनि सेयर गर्न चाहिँ नबिर्सिनु होला है त ओके बाई बाई लभ यु अल